राजवंशीले कति विकेट लिएका छन्, कोले कति के गरेको छ, सबै डिटेल हेरौँ है त एकचोटि। पिएम कपको पहिलो कुरो टेबलमा जाँदाखेरि नेपाल पुलिस क्लबले अहिलेसम्म 6वटा गेम खेलेको छ, जसमा 6वटैमा जित लिएको छ। सेकेन्डमा छ त्रिभुवन आरबी क्लब। त्रिभुवन आरबी क्लबले अहिलेसम्म एउटा मात्रै गेम हारेको छ, जुन चाहिँ कोसँग हारेको छ, मधेस प्रदेशसँग हारेको रहेछ है त्रिभुवन आरबीले। त्यसपछि नम्बर 3 मा छ लुम्बिनी प्रदेश। लुम्बिनी प्रदेशको 8 अङ्क, अर्को एपिएफको 6 अङ्क। टप 4 मा चाहिँ यिनीहरू छन्। अब सबैभन्दा उत्कृष्ट बलर को छ, बलर हेर्न मन लागिरहेको छ मलाई। सबभन्दा पहिले सबभन्दा उत्कृष्ट विकेट लिने बलर ललित नारायण राजवंशी, नेपाल पुलिस क्लबबाट। ललितले चाहिँ धमकै दिइरहेको छ अहिले, जसमध्ये अस्ति भर्खरै एनपिएलमा पनि ललितले धेरै विकेट लिएर उपाधि नै बाइक नै जितेको थियो। कति विकेट लिए त ललितले हेरौँ न त एकचोटि। 6 म्याच 6 इनिङ 26वटा विकेट। ओहो, 26 विकेट, जसमा चाहिँ 10वटा मेड इन ओभर फाले। 26 विकेट, जुनमा सबभन्दा राम्रो भनेको चाहिँ बेस्ट बलिङ भएको गेम चाहिँ 6वटा विकेट लिएर चाहिँ 15 रन दिएर 6वटा विकेट। चारवटा, जसमा 4वटा चाहिँ 5वटा विकेट। हेर्नुहोस् है, 5वटा विकेट लिए 4वटा म्याचमा, एउटा म्याचमा 6वटा लिए। दामी। यसै गरेर खेल्ने हो भने अब लिग 2 मा भएको हाम्रो लिग 2 चरणको गेमहरूमा ललित राजवंशी चाहिँ खतरै देखाउन सक्छ है।